आज फेरि एउटा रमाइलो कथा सुनौँ है त साथीभाइ हो। नाकामा एकजना मानिस साइकल चढेर आउँदै थियो, जसको पछाडि एउटा बोरा राखिएको थियो। भन्सार अधिकृतले सोध्छ, चेक गर्नुपर्ने केही सामान छ कि भाइ? मानिसले भन्छ, छैन। भन्सार अधिकृतले फेरि सोध्छ, अनि यो बोराभित्र के छ नि भाइ? त्यो मान्छेले भन्छ, बालुवा। जाँच गर्दा बोराभित्र साँच्चीकै बालुवा हुन्छ। र बोरामा बालुवा भेटिएपछि पुरै 1 हप्तासम्म ती मानिस दिनौँ साइकलको पछाडि बालुवाको बोरा लिएर नाका कट्ने गर्थे। 8औं दिनमा भन्सार अधिकृतलाई शङ्का लाग्यो र भन्सार अधिकृतले यो बोरामा के छ भनेर फेरि सोधे। मान्छेले भन्छ, केवल बालुवा। भन्सार अधिकृत ल हेरौँ त भनेर बोरा खोलेर हेर्न खोज्छ। यसपटक बालुवालाई छान्ने जालीले राम्रोसँग छानेर हेर्छ। नतिजा त्यही बालुवै भेट्छ। उसले खाली बालुवा मात्रै लिएर आएको छ। त्यो मानिस दिनौँ नाकामा आइरह्यो। 2 हप्तापछि भन्सार गाडो वाक्क भयो। त्यसपछि त्यो बालुवा प्रयोगशालामा चेक गर्न पठायो। नतिजा फेरि उही आयो, बालुवा। केवल बालुवा मात्रै छ। यसरी नै बालुवा ढुवानी चलेको 1 महिना भइसक्यो। भन्सार अधिकृतले अब सहन सकेनन् र ती मानिसलाई सोधे, हेर, म तिमीलाई लिखित रूपमै दिन्छु। म यो कुरा कसैलाई भन्ने छैन, तर मलाई जान्नै मन छ। तिमी पक्कै केही न केही त तस्करी गरिरहेको छौ। कृपया मलाई भन, तिमी के चोरी गरिरहेको छौ, के निकासी गर्दछौ भनेर सोद्धाखेरि मानिसले बिस्तारै भन्यो, साइकलहरू। उसले बालुवा बोकेर ल्याउँथ्यो, तर नयाँ साइकल चेन्ज गरेर लिएर आउँथ्यो। त्यो कुरो अधिकृतले थाहा पाएन कहिल्यै पनि। कति बाठो रहेछ त त्यो मानिसलाई हेर्नु त। उसले दिनौँ नाका कटाउँथ्यो, बालुवा हालेर ल्याउँथ्यो। साइकल जाने बेलामा रित्तै जाने, आउने बेलामा पछाडि बालुवा हाल्ने, नयाँ साइकलमा लिएर आउने, साइकल फेरि यता राख्ने, भन्सार नतिकन स्वाट्ट ल्याउने, त्यसपछि नेपालमा ल्याएर बेच्ने। कति दिमाग लगाएको छ ल हेर्नुहोस् त। त्यही भएर हामीले नेपालबाट उता जाँदा पनि कर लगाउनु पर्यो। नेपालमा आउँदा पनि हामीले कर भन्सार तिर्नु पर्यो। राम्रोसित सरकारलाई उचित कर तिरेर ल्याउँदा केही नोक्सान हुँदैन। तर चाहिने भन्दा बढी 100%, 200% ट्याक्स लिएर सरकारले यसरी पेलिरहेको अवस्था भएको